मुना र चन्द्रको बच्चा हुँदै र अब फेरि व्यवसायलाई लिन ततातिलन्त आउनुहोस् यस बारेमा केही कुराकानी गर्नेछु। त्योभन्दा पहिला हजुरहरूलाई कसरी एकदम मनपर्छ भने त्यसको लागि अवश्य पनि एक लाइक र सब्सक्राइब गर्नुहुन्छ भन्ने आशा राख्दै आजका मेन विषयतर्फ लागौँ। हो दर्शकबिन, मुना गर्भवती भएको खुल्नमा आएको छ। मुना र चन्द्र यति खुसी भएका छन् कि उनीहरूको खुसीको सीमा नै छैन। यता भने व्यापार व्यवसायमा अहिले भने चन्द्रले खासै चासो दिएका छैनन्। अहिले त बरु मुकेशले दिइरहेका छन्। व्यवसायमा हात हालिसकेका छन्। अहिले काम मिलेजुली गरिरहेका छैनन्। पहिला त ठिकै थियो, अहिले भने आरतीले भड्काइरहेकी छिन्। अहिले आफ्नो सुरु गर्नुपर्छ, पछि यिनीहरूले हेर्दैनन् भनिरहेकी छिन्। तर व्यवसायमा सबैलाई समान रूप हुन्छ, तर अहिले यिनीहरूले आफ्नै व्यवसायमा मुना र चन्द्र यस्तो पनि गर्ने थिएनन् कि तिनीहरूलाई आएको नाफाबाट पैसा 1 रुपियाँ नै नदिने। तर सुरु गर्ने बेलामा पहिला केही एडभान्स चाहिन्छ आमालाई राख्न दिने गरेका थिए। तर आरतीले यस्तो अर्को देखि छैनन्। त्यसैले अहिले यो व्यापार कसले बढी निरन्तरता दिइरहेका छन्। फेरि पहिलाको जस्तै मिलेर काम गर्नुपर्छ भनेर भन्न जतिले कमेन्टमा मुनाले नभन्नुलाई भन्दै म यहाँ बिदा हुन्छ। धन्यवाद।